यस्तो छ गाइस, यो चाहिँ हाम्रो रङ्गिटु ग्राम पञ्चायत प्रधान सर अवनिश राई ज्यूको समयमा चाहिँ बनिरहेको छ। यो चिल्ड्रेन पार्क अनि मिनी स्काईवक हेर्नुहोस्, घाम पनि निस्किन थाल्यो। यहाँको भ्यू हेर्नुहोस् कस्तो देख्दो रहेछ। यहाँबाट हेर्नुहोस् दृश्य, यहाँको दृश्य चारैपट्टि देख्छ। यहाँबाट चाहिँ त्यस्तो अल्गो डाँडा पनि होइन, फेरि पनि यहाँबाट चाहिँ केही हदसम्म चाहिँ देख्न सकिन्छ वरिपरि। अनि विशेष गरी यो कञ्चनजङ्घाको यस्तो छ। कति चिसो हावा चलिरहेछ हेर्नुहोस् यहाँको दृश्य। अहिलेको नानीहरूलाई कति मजा छ हेर्नुहोस् त। यहाँनिर पिङ छ, चक्कल चुक्कुल छ, सुलुत्ते छ। हामी त पहिला हाफ प्यान्ट फाटिन्जल कता कता भिर छ, त्यहाँबाट चाहिँ हामी सुल्केतो खेल्थ्यौँ। त्यसमा चिप्लेन भने चाहिँ हामी केराका दाम्चाको पत्र निकालिओरि त्यस्तोमा बसेर चाहिँ खेल्ने गर्थ्यौँ। हाफ प्यान्ट फाटिन्जल, त्यति बेला त कट्टु लगाउने समय पनि थिएन। हाफ प्यान्टको दुईवटा पछाडिपट्टि गाला देखिरहेको, हाफ प्यान्ट फाटेर। हेर्नुहोस् यस्तो छ गाइस हो। यस्तो छ, हामी त अन्त हाफ प्यान्ट फाटिन्जल खेल्थ्यौँ नि। कता कता भिरहरू छ, त्यता जाँदै सुलुत्ते खेल्दै हाफ प्यान्ट फटायो, घरमा आयो कुटाइ खायो गाइसी। त्यति बेला त प्रायःकोमै जुत्ता चप्पल हुन्थेन। लुगाहरू पनि दसैँमा मात्रै किनिदिन्थ्यो प्रायःलाई गाइस। बोनस थापेर दसैँमा तिहारको लुगाहरू किनिदिएर चाहिँ वर्षभरि तिर्थ्यो आमा बाउले बाँकी। र हाम्रोमा पनि त्यति बेला ठुलै लुगा दोकान थियो। मान्छेहरू बेलुका पनि ट्रनवेस धिप्री बत्ती बालेर र धिप्री बत्ती लिएर चाहिँ आउँथ्यो, फर्किँदा ढिलो हुन्छ भनेर गाइस। अनि त्यति बेला हाम्रो पापाहरूले शुक्रबार खर्च बाँड्ने गर्थ्यो र शुक्रबार चाहिँ पापाले जति उठाउनु सक्यो मान्छे नभेट्नेहरूलाई चाहिँ शनिबारको दिन चाहिँ पापा घुम्नुहुन्थ्यो। अनि बेला बेला पापा भ्याउनु नभएको समयमा चाहिँ मलाई पनि पठाउने गर्थ्यो र म पनि जाँदाखेरि चाहिँ त्यति बेला चाहिँ बाँकी 5 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ तिर्थ्यो क्या गाइस। अहिले त्यो 5 रुपियाँ 10 रुपियाँ 15 रुपियाँहरू त केटाकेटीले त थाहा हुँदैन। त्यति बेला चाहिँ बाँकीहरू हामी केटाकेटी नानी हुँदा भनिदिउँ 90को दशकमा 90को दशकसम्म चाहिँ त्यसरी चल्थ्यो। मरौ बिहातिर पनि त्यस्तै नै चढाउँथ्यो मान्छेले, 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ त्यस्तै चढाउँथ्यो। अहिले त सिधै 500 300 दिन त उकालै हुन्छ गाइस। समय धेरै छिटो फास्ट छ गाइस। त्यसै कारण हाम्रो मान्छेहरू पनि अत्तालिरहेको होला, समय छैन भनेर। किन पैसा कमाउने टाइम पाउँदैन, समय छिटो भएकोले गर्दा
पहिलाको जस्तो ढिलो छैन समय। पहिला त ढिलो चल्थ्यो गाडी, अहिले त छिटो चल्छ गाडी। यस्तो छ गाइस।